यो पोलिसी डिरेक्सनमा म जान चाहन्छु भनेपछि त्यो अनुसार त गरिहाल्छ। भनेपछि कर्मचारीलाई यदि राम्रो भिजनरी अलिकति गर्न खोज्ने लिडरसिप भयो, मन्त्री भयो भने चाहिँ उनीहरूलाई मोबिलाइज गर्नलाई त्यति धेरै गाह्रो चाहिँ होइन हैन? तपाईको अनुभव त्यस्तो रह्यो? त्यही भने कर्मचारी तन्त्रलाई जति गाली गरेको म बाहिर देख्छु त्यो चाहिँ नि एकदम अनफेयर छ। किनभने उहाँहरूलाई एउटा त वृत्ति विकासको लागि सपोर्ट फिटिक्क छैन हैन? हाम्रै एजुकेसन सिस्टमबाट लोकसेवा पास गरेर जाने हो, हाम्रोमा स्कुल अफ पब्लिक गभर्नेन्स भन्ने केही छैन हैन? अनि त्यहाँबाट मान्छेहरूलाई, त्यसैले मैले जुन पनि प्लेटफर्ममा जाँदाखेरि स्टुडेन्ट्सहरूलाई कन्सिडर पब्लिक सर्भिस, कन्सिडर टेकिङ लो एक्जाम भन्छ कि, किनभने त्यहाँ गजबको मान्छे भयो भनेको। तर अहिले त एकदम हाम्रो बेस्ट ब्रेनहरू त अलि नजाने खालको हुन थाल्यो नि त हैन? त्यो त विडम्बनाको विषय छ नि त हाम्रो कर्मचारी नजाने सरकारी। यस, किनभने सबैजनाले कर्मचारीलाई गाली गर्छ हैन? अनि